हिन्दुत्वको मेन उद्देश्यता नै उनीहरू धैर्यवान गर्न सक्छन्। उनीहरूको एउटा मेन भावना हो, त्यो मेन शक्ति हो उनीहरूको, जुन शक्तिमा रहेर हामीले आन्दोलन गर्दैछौँ। हामी अहिलेसम्म शस्त्र अस्त्र उठाएर आन्दोलन गरेका छैनौँ र हिन्दूले शस्त्र अस्त्र उठायो भने के हुन्छ भन्ने कुरा हाम्रा इतिहासका कालखण्डहरूलाई हामीले पल्टाएर हेऱ्यौँ भने त्यहाँबाट थाहा पाउँछौँ। रामायण पढ्नुभयो भने यहाँबाट थाहा पाउनुहुन्छ, राम भगवानले पनि युद्ध गर्नुभन्दा अगाडि धेरै उहाँहरूले शान्तिका प्रस्तावहरू र धैर्य गर्ने शिक्षा चाहिँ हामीले दिएर जानुभएको छ। त्यो कुरालाई हामीले अनुसरण गर्दै हामी अनसनलाई जोडिराखेका छौँ यहाँ, र हामीलाई आशा छ सरकारले शस्त्र नउठाउँदै अनसनकै बेलामा सरकारले यो मुद्दालाई सम्बोधन गर्नेछ र विश्वमा एक मात्रै सगरमाथा भएको देश, एउटा मात्रै देश जहाँ बुद्ध जन्मे र एउटा मात्रै देश जो हिन्दुत्वको लागि खडा हुँदैछ, आफ्नो अस्तित्व बचाउने देश, त्यस्तो सभ्यता र त्यस्तो संस्कृतिमाथि पनि सरकारले सम्बोधन गर्न सकेन र यस देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्न सकेन भने त यो उहाँहरूको दुर्भाग्यको कुरा हो। भोलि पुस्ताले उहाँहरूलाई धिक्कार्नेछ। जसरी हामीले हिजो राणा शासनले यस्तो गरेन भनेर आजको पुस्ताले इतिहास पढ्दाखेरि धिक्कार्छ, त्यस्तै गरी आज 601 जनालाई भोलिको पुस्ताले धिक्कार्नेछ। हाम्रो आइडेन्टिटी नै उहाँहरूले गुमाएर जानुभयो। हाम्रो जुन पहिचान थियो, हाम्रो जुन त्यो सामर्थ्य थियो, हाम्रो जुन पहिचान, हाम्रो शक्ति, उहाँहरूले त्यसलाई मासेर जानुभयो भनेर उहाँहरूलाई धिक्कार्नेछ। मलाई लाग्छ यो अनसन जसरी यहाँ बसिएर एउटा शान्तिपूर्ण रूपमा जुन अनसनका कार्यक्रमहरू भइरहेका छन् र सरकारलाई दबाब दिने कार्यक्रमहरू भइरहेको छ, त्यसले अवश्य नै त्यहाँ एउटा चेतना पुग्नेछ र उहाँहरूले सकेसम्म छिटोभन्दा छिटो यसलाई चाहिँ सम्बोधन गर्नुहुनेछ। कारण छ, म व्यक्तिगत रूपमा पहिला एक दिन मलाई के लागेको थियो भने होइन, नेपाल हिन्दू राष्ट्र बन्दाखेरि भन्दा हिन्दू राष्ट्र भन्दा सबै धर्मलाई मान्ने यो निरपेक्ष हुँदै पो राम्रो होला। त्यति बेर दिमाग मलाई पनि भरे, तपाईँहरूलाई पनि भरे, जसलाई पनि भरे, हो कि क्या हो जस्तो लाग्यो। तर पछि हेर्दै जाँदाखेरि आफ्नो सभ्यताबाट च्युत भएको मान्छे, आफ्नो संस्कृतिबाट च्युत भएको मान्छे, आफ्नोपनलाई बिर्सेको मान्छेलाई दुनियाँले कसैले पनि सम्मान गर्दो रहेनछ। यो विश्व इतिहास पढेर पनि थाहा भयो। जो मान्छे आफ्नो सभ्यतामा बाँचेको छ, हामीले जो जे छौँ, जो जस्तो ठाउँमा छौँ, जसरी छौँ, आफ्नोपनका साथ बाँचौँ, आफ्नो गर्वका साथ बाँचौँ र त्यही गर्वका साथ बाँच्न नदिनका लागि विदेशमा षड्यन्त्र हुने रहेछ अनि यहाँ अनेक कुरा सल्बलाउने रहेछन्। विदेशमा भएका षड्यन्त्रहरूको आधारमा हामी आफू आफ्नो कर्तव्यबाट र आफ्नो सभ्यताबाट विचलित हुन सक्दैनौँ, कुनै हालतमा पनि सक्दैनौँ भन्ने त्यो अठोट हामीले त मनमन गर्छौँ। बिहान पनि एक थाल खाएर बेलुका पनि एक थाल खाएर गर्छौँ। तर यिनीहरूले, यी 5 जना मान्छेले नेपालमा अहिले बन्न, नेपाल धर्मनिरपेक्ष हुँदाखेरि यतिको हिन्दूहरू बस्ने ठाउँमा साँच्चै हिन्दूलाई आपत पर्दाखेरि को उठ्ने रहेछन् त त्यसको समयले मूल्याङ्कन गरिरहेको छ। यो मूल्याङ्कन अहिले त थाहा पाइँदैन यो कुरा, तर एक दिन थाहा पाइन्छ। त्यो बेलामा को साँच्चै हृदयलाई साक्षी राखेर उठे, को अल्मलिए, को लरवरिए, कसका 2-3टा कुराहरू निस्के, को लरवरिएका कुरा निस्के, को चाहिँ पुरै नै भ्रान्त भए, त्यो सम्पूर्णको लेखाजोखा भइरहेको छ अहिले। र यो कुरा नगरौँ कि मैले गरेँ, कसैलाई थाहा छैन, दुनियाँलाई थाहा छ। दुनियाँले दुनियाँको कुरा रेकर्ड राखिराखेको छ। हामी आफ्नो कुरा स्पष्टसँग राखौँ। अहिले हामी घर घरमा, गाउँ गाउँमा, तपाईँहरू यहाँ जो आउनु भएको छ, जहाँ जे गरिरहनु भएको छ, तपाईँ हाम्रो सबैको यति बेला परीक्षा छ। यो परीक्षामा खरो उत्रिन हामी सक्यौँ भने विश्वले मान्ने हिन्दूहरू हौँ, होइन भने विश्वको एउटा मात्र हिन्दू राष्ट्र, विश्वको एउटा मात्र हिन्दू राष्ट्र भन्ने, तर हिन्दूलाई आपत परे बेला चाहिँ केही पनि बोल्न नसक्ने यस्ता हिन्दूहरूको पनि के काम, यस्ता हिन्दूहरूको पनि के काम। जनगणना आएर चाहिँ हिन्दू हौँ भनिदिने हो। अरू केही काम नगर्नेहरू हिन्दूहरूलाई पनि एउटा जगाउनु पर्छ। उनीहरूले अब त विश्वलाई एउटा एसियाको लाइटको रूपमा गौतम बुद्ध यही धरतीमा जन्मेको एउटा सानो बच्चा होइन र ऊ, यहाँबाट उसले विश्वलाई त्यो सन्देश दिन सकेको हो नि त। यहाँको बच्चा सानो हुँदो रहेनछ नि त, यहाँको बच्चाले संसारलाई ज्ञान दिन सक्दो रहेछ नि त। तर किन बुद्ध जन्मेपछि यतिका मान्छे हाम्रा सबै जन्म्यौँ, हामी किन त्यस्तो हुन सकेनौँ? किनभने हामीमा अलमल छ। जहाँ अलमल हुन्छ यो हो कि त्यो हो कि, यहाँ भन्छन् हिन्दू राष्ट्र, उता भन्छन् धर्मनिरपेक्ष, क्या हो भन्ने मान्छे उसले केही गर्न सक्दैन। गीतामा स्पष्ट भन्नुभएको छ भगवानले, संशयात्मा विनश्यति, जसको
संशय हुन्छ, यो हो कि त्यो निर्णय गर्न सक्दैन, त्यसको विनाश हुन्छ, त्यो सभ्यताको विनाश हुन्छ। जसले दृढ अठोट गर्न सक्छ, निर्णय गर्न सक्छ, त्यो मान्छे, त्यो सभ्यता, त्यसले संसारलाई हाँक्न सक्छ। अब निर्णय गरौँ, वैदिक झण्डाको साथमा छौँ या त्यो झण्डालाई फेर्ने साथमा छौँ? गाईलाई पुज्ने गोरक्षक जातिमा छौँ या गोभक्षकमा छौँ? हामीले निर्णय गर्नुपर्छ। म त भन्छु हाम्रो मात्र होइन, यी पार्टीलाई पनि प्रश्न चिन्ह आएको छ। अहिले पार्टीहरूले पनि निर्णय गर्नुपर्छ, तपाईँ गोरक्षकमा हुनुहुन्छ कि गोभक्षकमा हुनुहुन्छ? तपाईँले हामीसँग भोट माग्ने होइन, अब समयले तपाईँसँग भोट मागेको छ। तपाईँ कसलाई दिनुहुन्छ? स्वतन्त्र हुनुहुन्छ। तपाईँ देव संस्कृतिमा जाने हो कि अर्को संस्कृतिमा जाने हो? तपाईँ स्वतन्त्र हुनुहुन्छ। हेरौँ को जाँदा रहेछन्, के गर्दा रहेछन्। हिजो मात्रै संसदमा शेखर कोइरालाले होइन म त यो धर्मनिरपेक्षमा त जाँदैन भनेर लेख्नुभयो अरे। लेखिसकेपछि आज त होइन तपाईँले त्यस्तो भन्नु पाइँदैन, निरपेक्षमै जानुपर्छ। सबैले घेरै छन् रे पार्टीभित्रका पनि भनेर भन्छन्। भन्नुको अर्थ एउटा समस्या त उनीहरूलाई पनि छ। अब के गरौँ? एकातिर जाउँ, सांसदहरू पनि जान सक्दैनन्। मनले त यो हिन्दू राष्ट्र त किन फ्याल्नु रहेछ र भन्ने सबैलाई लागेको छ। तर फेरि यो अनेक हुइपका कारणले जान सक्ने कोही पनि स्थिति छैन। त्यो हुइप कहाँबाट आएको? किन आएको यो हुइप? किन आएको? कसले हामी सम्पूर्ण नेपालीलाई त्यसरी हुइप दिने को छ? कोही त छ रि त, काहीँ न काहीँ छ रि त। त्यसको रिमोट कन्ट्रोल होला रि त। नत्र भने शेखर कोइरालाले पनि आफ्नो कुरा राख्न नसक्ने परिस्थिति त बनेको रहेछ नि। बल्ल एकजनाले राखेको, त्यही पनि घेराउ परिरहेको भनेपछि अब यो परिस्थिति उहाँले गरेको, उहाँले त निर्णय, बिपीको छोराले त निर्णय गर्न नसक्ने स्थिति रहेछ भने यहाँ अरू हामीलाई कहाँ कुन रिमोट कन्ट्रोलले कसरी घुमाइरहेको छ हामी सबैले बुझ्नुपर्छ। हामी चाहिँ तपाईहरू घुम्न सक्नुहुन्छ, तर हामी जनता घुम्न सक्दैनौँ। हामी जनतालाई कसैसँग लिन देन छैन। हाम्रो सभ्यता, हाम्रो पहिला मेरो बाउ कोन थियो, बाजे कोन थियो, त्यहाँबाट विचलित हुन्न भन्ने कुरा त हामीलाई त स्वतन्त्रता छ नि। हामीलाई कसले हुइप लाउने? हामीलाई कसैले पनि हुइप लाग्दैन। हामीले निर्णय गर्न सक्नुपर्छ। हामी लरबरियौँ भने देश लरबरिन्छ, हामी भौतारियौँ भने देश भौतारिन्छ। हामीमा निर्णय गर्ने सक्ने क्षमता आएन भने देशले अप्ठ्यारो पाउँछ। निर्णय गर्ने क्षमता आएको छ। कमसेकम यो 19 वर्षको बालकले बुझेको कुरा पनि हामीले बुझेनौँ भने यो चाहिँ हाम्रा लागि सबैभन्दा ठुलो समस्या हुनेछ। 19 वर्षको बालकले यो कुरा बुझेको छ, हामीले बुझेनौँ भने यो समस्या हुन्छ। यिनै कुरा राखेर यी अनसनकारीले जुन कुरा राख्नु भएको छ, अनसनकारी भनेपछि त हेर्नुहोस्, उहाँका भाइ छोरा आमा श्रीमती सबै तपाईँ हामी जस्तै भाइ छोरा आमा श्रीमती भएकै मान्छे हो। आमाहरू छोराहरू श्रीमतीहरू यहाँ आएर बसेका छन्। उनीहरूलाई कस्तो होला? चाडबाड सबैका लागि आएको छ। उनीहरू यहाँ आएका छन्। उनीहरूलाई मन कति अप्ठ्यारो भएको होला, तर जतिसुकै अप्ठ्यारो भए पनि मन बाँधेर उनीहरू यहाँ बसेका छन्। त्यसकारण यो एउटा त्यतिको साहस ममा त रहेर छ। खोइ मैले गरिनँ, म अनेक थोक गर्ने भन्छु धर्मको नाममा, खोइ मैले गरिनँ त उहाँहरूले गर्नुभयो। सायद हामीले गरेनौँ भने पनि हाम्रो प्रायश्चित यही हो कि उहाँहरूको अभियानमा हामीले साथ दिनुपर्छ। दिनदिन आज जति आउनु भएको छ, भोलि यसको 3 दोबर 5 दोबर तपाईँ हामीले बनाउनुपर्छ। अर्कोले कसले बनाइदिन्छ? बनाएर हिन्दू राष्ट्र, किनभने धर्मनिरपेक्षको विरोध गर्नु छैन। हामीलाई जो लाग्छ लागुन्, तर हामीलाई त त्यो बाटो लाग्नु छैन। हामीलाई त त्यो बाटो पटक्कै जानै छैन भनेदेखि हामीले आफ्नो बाटो तय गर्नुपर्छ। म यो बाटो लागेँ है भनेर स्पष्टतया तय गर्नुपर्छ। किनभने देवता र दानवको युद्ध अहिलेदेखि मात्रै भएको होइन, पुराण कालदेखि नै छ। र त्यसकारण जसले गाई समातेर बस्छ, जसले धर्म समातेर बस्छ, जसले आफ्नो वैदिक ध्वजा समातेर बस्छ, भगवानले बाँकी धेरै रहँदैनन्। 5 जना रहन्छन्, अरू त जम्मै लैबरीमा भाग्छन्। 5 जना बाँकी रहे भने पनि ती 5 जना पाण्डवलाई पनि भगवानले च्याप्प समातेर युद्ध गरिदिनुहुन्छ। अरू 100 हजारौँ भए पनि हराइदिनुहुन्छ। त्यही हराउनका लागि भगवान श्रीकृष्णले जन्म लिने दिन आजको रात हो। आजको रातमा यी सबै कुरा भगवानले, किनभने हामीले बोलेको कुरा, लेखेको कुरा सबै चाँजोबाजो मिलाउने त उहाँ हुनुहुन्छ अन्तर्यामी। उहाँले सबै कुरा मिलाउनु भएको छ, मिलाउनु पनि हुन्छ। र हजुरहरूलाई यो भावनाले यहाँसम्म डोर्याउने काम पनि उहाँले गर्नुभएको हो। यदि हजुरहरूसँग त्यो भावना थिएन भने यहाँसम्म आउने फुर्सद चाहिँ अहिले कहाँ छ र? काठमाडौँका मान्छेलाई यहाँ आउनुभयो भनेपछि तपाईँहरूको यो योगदानलाई हामीले कदर गर्नुपर्छ। किनभने आउने भए त सबै सहरका आउँथे नि, उनीहरूलाई त्यो भावना आएन। तपाईँहरूलाई किन आयो? किनभने तपाईँहरूको धेरै कुरा परिशोध भइसकेको रहेछ, धेरै कुरा तपाईँहरूले माझिसक्नु भएको रहेछ, धेरै संशयलाई हटाइसक्नु भएको रहेछ र नि यहाँ आउनुभयो। नत्र त दुनियाँ आउनु पर्थ्यो नि, आउँदैन नि। उसको धेरै माझिन बाँकी छ। ऊ माझिसकेपछि ऊ पनि आउने बाटो त यही हो। जाने बाटो दुईटा भन्दा अर्को छैन, गोभक्षक र गोरक्षक। आज देशलाई, देशका पार्टीहरूलाई, देशका अरू जनताहरूलाई सबैलाई भन्नुपर्ने छ,
बाटो चुज गर्नुहोस्। हामीसँग भोट माग्नुभयो यता कि यता भनेर, अब समयले तपाईहरू सबैलाई भोट मागेको छ, यता कि यता। तपाईले एउटा बाटो तय गर्नुहोस्, समाधान त्यही छ। धन्यवाद। हामी मात्र होइन, सम्पूर्ण देश नै उहाँहरूको आभारी छ। आज उहाँहरूले उहाँहरूको ज्यानको आहुति दिएर जसरी हाम्रो अनसनमा बस्नु भएको छ, यो राष्ट्र र धर्मको लागि यो हामी मात्रै होइन, सम्पूर्ण देश नै उहाँहरूप्रति आभारी छ भन्दै उहाँहरूप्रति म आभार व्यक्त गर्दै सम्पूर्ण उपस्थित महानुभावहरूलाई नमस्कार गर्न चाहन्छु। हस्त नमस्कार। वास्तवमा नेपालमा भन्नुपर्दाखेरि, नेपालको सन्दर्भमा भन्दा के देखिन्छ भने नेपालका जति हिन्दू जति दयामान यो संसारमा कहीँ देखिएको छैन। किनभनेदेखि यो नेपालमा 81.3% हिन्दू मात्रै छ। त्यसमा बौद्ध र किराँत आदि इत्यादि गर्दा 94.2% हिन्दू बस्ने यो देश हो भन्ने कुरा सबैलाई थाहै छ। तर फेरि पनि यो देशका हिन्दूहरूले यहाँ बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, बहुपरम्परा, रीतिरिवाज बोकेका सबै मान्छेहरू बस्छन् भन्ने कुरा हिन्दूले कहिल्यै बिर्सेको छैन र कसैलाई विभेद नगरेको पनि स्पष्टै छ। इतिहास साथी छ र हिन्दूले कहिले पनि कसैलाई अपहरित गर्ने, तल्लो कसै धर्मलाई अपहेलना गर्ने गरेको अहिलेसम्म नेपालको इतिहासमा छैन। यो नेपालमा नभएर विश्व सामु नै नेपालमा कस्तो धार्मिक सहिष्णुता भन्ने कुरा विश्वले पनि एउटा अमिट छाप राखेको नेपाल सम्झन्छ भने विश्वमा अनुकरणीय भनेर यो नेपाल देश चिनिने गर्दछ। र यहाँ हामी यसरी मुस्लिम र हिन्दू, क्रिस्चियन जेसुकै होस् मिलेर बसेका मान्छेहरूलाई संविधानमा गएर जात र धर्मको कुरा गरेर हामीहरूलाई युद्धतिर अगाडि लम्काउने कोसिस गरिएको छ। यो सबैले बुझ्न जरुरी छ। आज यी 4 जना साथीभाइहरूले आफ्नो ज्यानको आहुति दिन तयार हुनुहुन्छ। उहाँहरू 6 दिनसम्म आज आन्दोलन अनसन बसेर आफ्नो ज्यानलाई त्याग्न राष्ट्र धर्मको लागि तयार हुनुभएको छ भने यदि उहाँहरूलाई कतै केही भइदियो भने यसको जिम्मेवार हुने को? के यी 3टा दल भन्दा पनि 3 जना मान्छे, संविधानभन्दा माथि बस्ने मान्छे यी बाहेक अरू यसको जिम्मेवार को हुन सक्छ? यदि यो 94%लाई हिन्दू राष्ट्र घोषणा नगरेर हिन्दू धर्मको अपहेलना गरेर आफू हिन्दू नभएर अग्रगामी बनाउन चाहने मान्छेले यदि यो हिन्दू संस्थालाई, यो हिन्दू संरचनालाई, यो हिन्दूको अस्तित्वलाई, यो हिन्दूको बाहुल्यतालाई पाखा लगाउन खोज्नु भनेको आफ्नो मृत्यु आफूमाथि निम्त्याउनु हो। यहाँ 94% बाहिर निस्कनु पर्दैन। यदि यो राष्ट्रमा हिन्दू केवल 30% सडकमा उत्रियो भने यो देशले टेक्न सक्ला भन्ने मलाई लाग्दैन। यो देशले जब यदि यो देशका हिन्दूहरू यो देशमा हिन्दू राष्ट्र चाहिन्छ भनेर 94 होइन 30% सडकमा उत्रिन्छ भने यो देशले टेक्न सक्ला भन्ने कसैले पनि कल्पना गर्न सक्दैन। र त्यसपछि यो देशमा के हुन्छ भन्ने कुरा कल्पना गर्न पनि सकिँदैन। र यसको प्रमुख मार भनेको मुस्लिमलाई पनि पर्न सक्छ। किनभने हुन त म पहाडी मुस्लिम हो, मैले राँको र खसीको मासु पनि राँको मासु पनि हामी खाँदैनौँ होला। तर वास्तविकता के हो भने मुस्लिम पनि एउटा गाई खाने संस्था हो, जात हो। र भोलि हामी यसरी मिलेर बसिरहेका जात जाति धर्म संस्कृति बोकेका आफ्नै सिद्धान्त र दर्शनहरू राखेका मान्छेहरू बसिरहेका छौँ, मिलेर बसेका छौँ। आज यो मेलमिलाप पुर्याउन लागि धर्म निरपेक्ष राखेर अनि आफूलाई अग्रगामी देखाउनलाई हामीलाई लडाउन खोजिएको कुरा स्पष्ट छ। भोलि हामी कुर्बानीको ठाउँमा गाईको कुर्बानी गऱ्यौँ भने के हाम्रो यो सहिष्णुता कायम रहन्छ? के हामी पूजाआजा विवाह वर्तनमा आउने जाने हाम्रो जुन क्रम चलिरहेको छ के यो क्रम हाम्रो जारी रहला? जसले हिन्दूले गाईलाई नै गौमाता भन्छ, जसको पिसाबलाई उसले शुद्ध सम्झेर एउटा औषधिको रूपमा पनि लिन्छ भने त्यो गाईलाई भोलि काटिदिँदा हाम्रो संस्कृति रहन सक्दैन। त्यसैले यो हिन्दू र हिन्दूहरूलाई पाखा लगाउनु भनेको जातीय युद्ध निम्ताउनु हो। र यसको पहिलो मार भन्ने कुरा मुस्लिम पर्छ भन्ने कुरा हाम्रो मुस्लिम समुदायले पनि थोरै धेरै अब बुझ्दैछ। 102वटा क्रिस्चियन राष्ट्र छन्, के उहाँहरू अग्रगामी हुने? अनि 49 राष्ट्र मुस्लिम राष्ट्र छन्, कि उहाँहरू अग्रगामी हो? तर नेपाल संसारमा एउटा हिन्दू राष्ट्र आफ्नो नेसनालिटी लिएको राष्ट्रलाई हिन्दू राष्ट्र बनाउँदाखेरि हाम्रो पहिचान नहुने अरे, हामी दुर्गामी हुने अरे, हामी पश्चगामी हुने अरे। हाम्रो सिद्धान्त हाम्रो नेसनालिटी किन नचाहिने? हामीलाई 102 क्रिस्चियनलाई आफ्नो नेसनालिटी चाहिने, तर नेपालले आफ्नो नेपालीको पहिचान झल्काउनको लागि हिन्दू राष्ट्र घोषणा गर्न के को आपत्ति छ? के उहाँहरू हिन्दू होइन र? तर उहाँहरूले आज आफूलाई अग्रगामी भनेर भन्नुभएको छ। तर आज उहाँहरूको पछाडि दलित पनि हिन्दू हो, देशमा आगो बलिरहेको छ, दलित आफ्नो आन्दोलनमा लगिरहेको छ, कुमार आफ्नो जनजाति र आफ्नो अधिकार मागेर
सडकमा उत्रिरहेका छन्। तर भोलि जसरी आज तपाईँहरूलाई यी दलित जनजाति मधेसी भन्नेहरूले छोड्दैछन् भने भोलि यो 92% हिन्दूले पनि तपाईँहरूको हात छोडिदिँदाखेरि तपाईँहरूको हालत के होला यो भोलिको कल्पना गर्न सकिँदैन। त्यसैले म के भन्न चाहन्छु भने हामी सबै मेलमिलाप भएका मान्छे हौँ, हामी सबै मिलेर बस्नुपर्छ। हामीसँग जसरी हिजो धार्मिक सहिष्णुता थियो भोलि पनि त्यसरी धार्मिक सहिष्णुता हुनुपर्छ भन्ने कुरा मैले यसमा एकैबद्धता जनाउनको लागि यहाँ उपस्थित भएको हुँ। दुनियाँमा हिन्दुत्वको नाताले चिनेको यो देश राष्ट्रियताको हिसाबले हेर्ने हो भने, सांस्कृतिक राष्ट्रवादको हिसाबले हेर्ने हो भने 4 धामका दर्शन गरेर जबसम्म पशुपतिनाथको दर्शन हुँदैन त्यति बेला मुक्ति हुँदैन भन्ने भावना छ हिन्दू राष्ट्र प्रेमीहरूमा। तर मलाई एउटा घटना याद आउँछ। पहिलो संविधान सभाको चुनाव पछाडि माओवादीलाई बहुमत आयो, माओवादीको सरकार गठन भयो नेपालमा। त्यसमा पुष्पकमल दाहाल प्रचण्डज्यू प्रधानमन्त्री बन्नुभयो र उहाँले जनताको नाममा शपथ खानुभयो। शपथ ग्रहण गर्दाखेरि जनताको नाममा शपथ लिनुभयो। हामीलाई थाहा होला अहिलेसम्मको इतिहास भगवान पशुपतिनाथ माथि विश्वास जसको थियो भगवान पशुपतिनाथ माथि शपथ ग्रहण हुन्थ्यो, भगवान पशुपतिनाथको नाम लिएर शपथ ग्रहण हुन्थ्यो। तर प्रचण्डजीले जनताको नाममा शपथ ग्रहण गर्नुभयो। सायद तपाईहरुलाई यो कुरा पनि थाहा होला एउटा गैर मुसलमान मस्जिदको मालिक हुँदैन, एउटा गैर क्रिस्चियन चर्चको मालिक हुँदैन। तर साथीहरू एउटा गैर हिन्दू जसको विश्वास पशुपतिनाथमाथि छैन त्यो पशुपतिनाथ विकास कोषको अध्यक्ष भयो। कस्तो विडम्बना यो देशको, कस्ता छन् यहाँका जनता। साँच्चीकै नेताहरूले जनतालाई भेडा बाख्रा जस्तै ठानेछन् क्या हो। पशुपतिनाथमाथि विश्वास नभएका प्रधानमन्त्री जनताको नाम लिएर शपथ ग्रहण खाए र पशुपतिनाथ विकास कोषका अध्यक्ष भए। कस्तो विडम्बना। विचारको हिसाबले हेर्ने भने दुनियाँमा 4वटा विचार छ। एउटा विचार आजभन्दा 1600-1700 वर्ष पहिला, अर्को विचार लगभग 2000 वर्ष पहिला आयो, तेस्रो विचार आयो जो रसियाबाट आयो, चौथो विचार हिन्दू विचार। आज दुनियाँमा संसारमा विचारको क्रान्ति भइरहेको छ। विचारको क्रान्तिको हिसाबले दुनियाँमा राज्य गर्न खोज्ने इसाईहरूले आज 2% इसाईले 94 बौद्धिस्टलाई प्लस गरेर जोड्यो भने 95-95% हिन्दू र बौद्धिस्टलाई चुनौतीको ठाउँमा खडा गरेका छन्। किनकि 94-95% हिन्दूहरूमा बौद्धिस्टहरूमा संगठित शक्ति छैन। भगवान कृष्णले भनेका थिए यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अर्को पनि जति बेला समाजमा संकट आउँछ, समाजमा एक प्रकारले धर्मको नाश हुन्छ, अधर्मीहरू आउँछन्, त्यति बेला भगवान कुनै न कुनै रूपमा आउनुहुन्छ। यति बेला यो कलियुगमा भगवान हिन्दू परम्परा हिन्दू विचारको नाममा आउनु भएको छ। दुनियाँलाई कसैले शान्ति दिन सक्छ भने, कुनै परम्परा धर्म संस्कृति कसैले शान्ति दिन सक्छ भने यो हिन्दू परम्पराले शान्ति दिन सक्छ। अलिकति धर्मको विचारतिर म विषय राख्छु। हिन्दू जसलाई भगवान यो सृष्टि हुँदैखेरि, सृष्टिको रचना हुँदैखेरिको यो परम्परा विकसित गरे। हामी भगवान मनुका सन्तान हौ। भगवान मनुले यो सृष्टिको रचना गर्दैखेरि एउटा जीवन पद्धति दिएका थिए। त्यो जीवन पद्धति हो हिन्दू जीवन पद्धति।
हिन्दू कुनै धर्म होइन, कुनै रिलिजन होइन, कुनै सम्प्रदाय होइन, कुनै पन्थ होइन। हिन्दू एउटा जीवन पद्धति हो। भगवान मनुले यो जीवन पद्धति, जीवन जिउने कला हो। जीवन जिउनको लागि समाजमा एउटा मर्यादित ढङ्गले समाजलाई सञ्चालन गर्नको लागि एउटा जीवन पद्धति दिएका थिए। यो जीवन पद्धतिमा हामी छौँ। जसलाई कुनै न कुनै व्यक्तिले स्थापना गर्यो त्यो पन्थ हो, रिलिजन हो। हिन्दू धर्म होइन, हिन्दू पन्थ होइन, हिन्दू रिलिजन होइन, हिन्दू सम्प्रदाय होइन। यो कुनै व्यक्ति विशेषले यसलाई स्थापना गरेको छैन। यो भगवान मनुले जसले यो सृष्टिको रचना गर्यो त्यसले यो जीवन पद्धति दियो सृष्टिलाई चलाउने उद्देश्यले। हामी भगवान मनुका सन्तान हौ। हाम्रो एउटा जीवन पद्धति छ। हाम्रा गाउँघरमा के हुन्छ, पिपलमा हामी सबलाई पर्यावरणदेखि लिएर सम्पूर्ण जीवित प्राणीलाई हामी चिन्ता गर्छौँ। हाम्रो परम्परामा लेखेको छ। कसैले यो भन्दैन तिमी मजदुर हो, तिमी पुँजीपति हो, तिमी क्रिस्चियन हो, तिमी गैर क्रिस्चियन हो, तिमी मुसलमान हो, तिमी गैर मुसलमान हो। आज दुनियाँमा क्रान्ति चलिरहेको छ। एउटा मुसलमानले अर्को मुसलमानलाई हानेको छ। तपाईँ समाचार सुन्नुहोस्, दिनदिनै दुईटा क्रिस्चियन छन्, दुई प्रकारका मुसलमान छन्। यो चारवटैले आपसमै कटाकाट गरेर मरिरहेका छन्। तर हिन्दूमा हामी 33 कोटी देवी देवतालाई पुज्छौँ। कसैले टिको लाउँछ, कसैले लाउँदैन, तर कसैले जबरजस्ती गरेको छैन तपाईँले टिके लाउनै पर्छ भनेर। मैले आज जुन बुद्ध लामाले टुडी खेलमा बोल्यो भनेर अचम्म लाग्ने पनि बुद्धिस्ट पनि हुन्छ होला, हुन्छ नै। 2067 सालमा धर्म जागरणको अभियान पशुपति नाथको जुन बनकालीमा राख्थेगिरीमा जुन यहाँ हुनुहुन्छ हाम्रा दीपक सर यहाँ हुनुहुन्छ, राष्ट्रिय धर्म जागरणका अभियान उहाँले सुरु गर्नुभएको थियो। त्यतिखेर चाहिँ मैले पनि पशुपतिनाथको त्यो राष्ट्रिय आध्यात्मिक धर्म जुन बिस्केटिङमा धर्मको जुन उसमा चाहिँ बेलामा चाहिँ मैले 13 जना लामा र 13 जना बाहुनलाई एकैचोटि पशुपतिनाथमा पूजा गर्नु पठाएको थियो। यसको भिजुअल पनि होला, फोटो पनि होला। 66 सालमा 66 सालमा विश्वमै नभएको सर्वधर्मको महायज्ञ गरेको मैले नै हो। सर्वधर्म सफल गर्न नसकेको धेरै विद्वानहरू, महापुरुष, महायोगीहरूले मलाई इन्डियाबाट फोन गरेको थियो, कसरी सफल गराए तिमीले भने। हिन्दू महासङ्घको जुन अस्ति भर्खर बित्नुभयो उहाँ राष्ट्रिय सभापतिज्यू, उहाँले पनि बाबु तिमीले यत्रो काम कसरी आँटेको भन्नुभएको थियो। त्यतिखेरको राजनीतिक समस्या तातो थियो। तपाईँहरूलाई थाहा छ 63 सालमा जनआन्दोलन स्थगित भएपछि त्यो क्रान्तिकारीको भेला काठमाडौँमा भइरहेको थियो। त्यतिखेर साह्रै गाह्रो भएको थियो। आध्यात्मिक शब्द सुन्दैन थियो, राजनीतिक शब्दप्रति मात्रै कान लगाउने गर्थ्यो नेपालीहरू। त्यतिखेर मेरो सर्वधर्म महायज्ञ चाहिँ मैले सुरुवात गर्दाखेरिमा धेरै मान्छेहरूले आत्तिएको थियो, कसरी सफल हुन्छ यो, मुस्लिम कसरी आउँछ एउटै मञ्चमा, क्रिस्चियन कसरी आउँछ एउटै मञ्चमा भने। तपाईँहरूलाई मैले यो कथा र व्यथा सुनाउँदाखेरि केही ज्ञान तपाईँहरूप्रति उपलब्ध हुन्छ, फाइदा हुन्छ भनेर सुनाउन लागेको। यति अमूल्य समयलाई मैले तपाईँहरूप्रति यो मेरो कथा भन्न खोजेको होइन कि यो कथाले गर्दा तपाईँहरूको जुन अब मेन्टल विकास हुन्छ भनेर मैले सुनाउन लागेको। यसको तात्पर्य छ, सुनाउनु पर्ने कारण छ यसको। यो कारण हामीलाई काम लाग्छ। त्यसो गर्दै जाँदाखेरिमा मलाई मुस्लिम साथीहरूले भने कि यही मञ्च हो, यो जामे मस्जिद हो, त्यहाँ गएर मैले भने मेरो यो कार्यक्रम छ भन्दाखेरिमा उहाँहरूले भन्नु कसरी मिल्छ भने, किन मिल्दैन भने मैले किन मिल्दैन त्यो भन्नुहोस्, म तपाईँलाई निम्तो गर्न चाहन्न भने किन मिल्दैन भने पृथ्वीमा जम्मा पहिलो उत्पत्ति भएको वेद हो 4 वेद, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद।